नमस्कार, हरे कृष्ण। हामी आज नयाँ च्याप्टरमा छौँ। च्याप्टरको नाम छ ओक सिट। ओक सिट भन्ने बित्तिकै हामीले यसको एउटा इन्फर्मेसन लिनु जरुरी छ कि के हो यो त ओक सिट भन्दा, किनभने 11 क्लासमा यो ओक सिटको बारेमा त्यति डिटेलमा चाहिँ जानकारी थिएन। 12 क्लासमा चाहिँ यसको बारेमा चाहिँ जानकारी लिनुपर्छ। यो ओक सिट चाहिँ कसरी प्रिपेयर गरिन्छ भन्ने चाहिँ मेन कुरा आएको छ। यहाँनिर मैले एउटा थोरै हजुरहरूलाई देखाएँ। जस्तै ओक सिटको लागि हामीले पहिला ट्रान्जेक्सनहरू कुनै पनि कम्पनीमा गर्ने गर्छौँ। त्यो ट्रान्जेक्सन गरिसके पछाडि त्यसको जस्ट पछाडि चाहिँ जर्नल इन्ट्री बनाइन्छ। जर्नल इन्ट्री बनाइसके पछाडि त्यसलाई लेजरमा लगिन्छ। लेजर पछाडि ट्रायल ब्यालेन्स बन्छ। ट्रायल ब्यालेन्स जब यो ट्रायल ब्यालेन्स बन्छ, यहाँसम्म चाहिँ हामीले बुझेको हुन्छौँ। र ट्रायल ब्यालेन्स पछाडि एडजस्टमेन्टको कुराहरू आउने गर्छ र त्यो एडजस्टमेन्टलाई हामीले यति थाहा भएका छौँ कि एडिसनल इन्फर्मेसन पनि भनिन्छ र ट्रायल ब्यालेन्स क्वेसनमा गिभन हुन्छ, एडजस्टमेन्ट पनि गिभन हुन्छ, अनि फाइनल एकाउन्ट बनाउँछौँ भन्ने हामीलाई प्र्याक्टिकली त्यो जुन क्वेसन आएको हुन्छ त्यो हिसाबले थाहा हुन्छ। तर यसको जुन भित्रको चाहिँ एउटा प्र्याक्टिकली काम गर्दाखेरि कसरी गरिन्छ भन्दा, ट्रायल ब्यालेन्स बनिसके पश्चात फाइनल एकाउन्ट बन्नुभन्दा जस्ट पहिले अर्को एउटा स्टेप हुन्छ। त्यो स्टेपको नाम हो यहाँनिर वर्क सिट भनेर बन्छ। वर्क सिट बन्ने गर्दछ ट्रायल ब्यालेन्स पछाडि। त्यसपछि मात्रै बन्छ फाइनल एकाउन्ट। यसकारणले गर्दा एउटा यो सिस्टमेटिक वेमा जान्छ। हामीलाई पहिला चाहिँ कुनै पनि कम्पनीमा ट्रान्जेक्सनहरू कारोबारहरू हुने गर्छ, लेनदेनको कारोबार। त्यसको लागि जर्नल इन्ट्री बनाइन्छ। जर्नल इन्ट्रीमा जति पोस्टिङ गरिएका छन् त्यसलाई चाहिँ लेजर पोस्टिङ हुन्छ। लेजर पोस्टिङ भइसके पछाडि त्यसको बेसिसमा जहाँ टु ब्यालेन्स बिडी ब्रट डाउन अथवा बाई ब्यालेन्स बिडी जहाँ आएको छ त्यसको बेसिसमा ट्रायल ब्यालेन्स बन्छ, डेबिट र क्रेडिट राखेर। जब ट्रायल ब्यालेन्स बन्छ त्यसपछि एउटा वर्क सिट बनाउनु जरुरी छ। यो भनेको रफ पेपर अथवा एकाउन्टेन्टलाई इजी होस् भनेर, किनभने एडजस्टमेन्टलाई कहाँ इन्ट्री गर्ने, कसरी गर्ने भन्ने एउटा रफ पेपर बनाउनु पर्ने हुन्छ। त्यो रफ पेपर बनाइसकेपछि मात्रै फाइनल एकाउन्ट बनाउनु पर्छ। किनभने वर्क सिट भन्नाले दुईवटाको चाहिँ यहाँनिर कम्बाइन मान्नुपर्ने हुन्छ। कस्तो कम्बाइन छ भन्दा, एउटा हुन्छ ट्रायल ब्यालेन्स, अर्को छ यहाँनिर ट्रायल ब्यालेन्स प्लस एडजस्टमेन्ट। ट्रायल ब्यालेन्स र एडजस्टमेन्टको दुईवटाको कम्बाइनलाई वर्क सिट भनेर हामीले यहाँनिर चाहिँ देखाउनु पर्ने हुन्छ। त्यसपछि अब यसको चाहिँ मिनिङको बारेमा हेरौँ। वर्क सिट इज अ वर्किङ पेपर अथवा रफ चार्ट विच इज प्रिपेयर्ड बाई द एकाउन्टेन्ट फर ओन युज। भन्नु मतलब वर्क सिट भनेको एउटा रफ चार्ट अथवा चाहिँ वर्किङ पेपर एकाउन्टेन्टको लागि भयो। किनभने एकाउन्टेन्टले जब ट्रायल ब्यालेन्स बनाइसकेको हुन्छ त्यस पछाडि फाइनल एकाउन्ट एकैचोटि बनाउनुभन्दा त्यसको बिचको एउटा पार्ट जसलाई एडजस्टमेन्ट अथवा एडिसनल इन्फर्मेसनलाई कसरी पुट गर्ने, भ्यालुलाई कसरी राख्ने भन्ने कुरा हेर्नको लागि एकाउन्टेन्टलाई सजिलो होस् भन्ने हिसाबले उसले आफ्नो युजको लागि चाहिँ एउटा रफ पेपर बनाउँछ अथवा वर्किङ पेपर बनाउँछ जसको नाम हो वर्क सिट। त्यसपछि वर्क सिट सोज द डिटेल्स अफ एकाउन्टिङ वर्क्स एन्ड एडजस्टमेन्ट टु चेक देयर अर्थमेटिकल एक्युरेसी बिफोर भन्ने चाहिँ वर्ड एकदमै इम्पोर्टेन्ट छ यहाँनिर। किनभने बिफोर प्रिपेयरिङ फाइनल एकाउन्ट, फाइनल एकाउन्ट प्रिपेयर गर्नुभन्दा जस्ट अगाडि यो वर्क सिट चाहिँ तयार हुन्छ भने वर्क सिटले के गर्ने छ भन्दा एउटा एकाउन्टिङ वर्क्स हो र जसमा एडजस्टमेन्ट अथवा एडिसनल इन्फर्मेसनलाई कसरी भ्यालु पुट गर्ने र त्यसको अर्थमेटिकल एक्युरेट हुनु पर्यो। किनभने कुनै पनि इन्फर्मेसन अथवा अझ त्यो विशेष गरेर चाहिँ अङ्कहरू काउन्ट गर्दाखेरि चाहिँ जुन एमाउन्ट आएको छ त्यो एमाउन्ट चाहिँ ठिक हुनुपर्छ भनेर त्यसलाई पहिला नै एउटा रफ पेपरमा तयार गरिन्छ बिफोर प्रिपेयरिङ फाइनेन्सियल स्टेटमेन्ट। अथवा फाइनेन्सियल स्टेटमेन्ट भन्ने बित्तिकै ट्रेडिङ अकाउन्ट, प्रॉफिट एन्ड लस अकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स सिट बनाउनुभन्दा जस्ट अगाडि वर्किङ पेपर बनाउने गरिन्छ। यो इन प्र्याक्टिकल रियालिटीमा भयो। त्यसपछि यसलाई वर्क सिटलाई इट इज अल्सो कल्ड एक्सटेन्डेड ट्रायल ब्यालेन्स पनि भनिन्छ। ट्रायल ब्यालेन्सको विस्तार रूपलाई चाहिँ वर्क सिट पनि भनिन्छ।
त्यसपछि यसलाई कसरी प्रिपेयर गर्ने अथवा कतिवटा टाइप्स हुन्छन् भन्दा जनरली हाम्रो सिलेबसमा दिएको अनुसार प्रिपरेसन अफ वर्कसिट भनेर चाहिँ 2वटा टाइप्स दिएको छ र 2वटा टाइप्स अनुसार एउटा 10 कोलम वर्कसिट छ, अर्को छ 12 कोलम वर्कसिट। 10 कोलम वर्कसिट भन्ने बित्तिकै हामीले के बुझ्छौँ भन्दा जसमा जुन अनएडजस्टेड ट्रायल ब्यालेन्स दिएको हुन्छ त्यसलाई एडजस्टमेन्ट गरेर अनि त्यसपछि एडजस्टेड ट्रायल ब्यालेन्स आउँछ। एडजस्टेड ट्रायल ब्यालेन्स आइसकेपछि त्यसलाई चाहिँ के हुन्छ भन्दा हामीले इन्कम स्टेटमेन्टमा र सिधै ब्यालेन्स सिटमा लग्ने गर्छौँ। अब इन्कम स्टेटमेन्ट भन्ने बित्तिकै हामीले जुन मल्टी स्टेपमा परेको छौँ कि एउटा ट्रेडिङ एकाउन्ट र पिएल एकाउन्ट्सको कम्बिनेसनलाई इन्कम स्टेटमेन्ट भनिन्छ र त्यो इन्कम स्टेटमेन्ट र सिधै लगेर चाहिँ फाइनल एकाउन्टमा जाने गरिन्छ। बीचमा एउटा स्किप हुन्छ 10 कोलममा, त्यो भनेको के हो भन्दा नो इन्फर्मेसन रिलेटेड टु प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट अर रिटेन अर्निङ। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट जसलाई रिटर्न अर्निङ पनि भनिन्छ त्यसको इन्फर्मेसनहरू चाहिँ 10 कोलममा आउँदैन भने 12 कोलम वर्कसिटमा अरू सबै 10 कोलम जस्तै नै हो, जसमा अनएडजस्टेड ट्रायल ब्यालेन्स दिएको अथवा हामीले त्यहाँ राख्नुपर्ने हुन्छ। त्यसमा चाहिँ एडजस्टमेन्टलाई जोडेर एडजस्टेड ट्रायल ब्यालेन्स आउँछ। एडजस्टेड ट्रायल ब्यालेन्स आइसके पछाडि त्यसलाई इन्कम स्टेटमेन्ट अनि रिटेन अर्निङ जसलाई पिआरए प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट पनि भनिन्छ र त्यसपछि ब्यालेन्स सिटमा लगिन्छ भने त्यहाँनिर विथ इन्फर्मेसन रिलेटेड टु प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट अर रिटेन अर्निङ आयो भने पछाडि 12 कोलम भयो। यदि त्यो पोइन्ट आएन भने पछाडि सिधै 10 कोलम वर्कसिट हुने गर्दछ। यो सिम्पल इन्फर्मेसन भयो, यसको डिटेलमा हामीले फर्मेट बनाएर चाहिँ सिक्ने गर्छौँ। फेरि अब लागौँ एकाउन्टिङ बेसिक रुल। एकाउन्टिङको बेसिक रुल भनेको चाहिँ 11 मा पनि त्यो एउटा चाहिँ जर्नल प्रोपर भन्नेमा एडजस्टेड कुराहरूलाई हामीले गरेको थियौँ। कतिपयलाई चाहिँ यो याद नहुन सक्छ र यहाँनिर मैले थोरै बेसिक रुललाई बताएँ। कस्तो हुन्छ भने जस्तै म्याथको बेसिक रुललाई हामीलाई सानैदेखि अथवा चाहिँ सानो क्लासदेखि नै म्याथहरू पढ्ने गरेको हुनाले गर्दा म्याथको रुल्स सबैलाई थाहा हुन्छ। एकाउन्टिङ रुल्समा आइसके पछाडि थोरै कन्फ्युजन हुनसक्छ। त्यो कन्फ्युजनलाई हटाउनको लागि मैले यहाँनिर भने यदि प्लस भनेको चाहिँ डेबिट मान्ने हो भने हामीले मान्नुपर्छ। यहाँनिर प्लस भनेर चाहिँ यो डिआर र माइनस भनेर सिआर मान्ने हो भनेपछि यहाँनिर के हुन्छ म्याथको फर्मुला पहिला हेरौँ, किनभने म्याथ हामीले पढिरहेको फर्मुला हो। प्लस र प्लस गरेर प्लस नै आउँछ। माइनस माइनस गर्दाखेरि चाहिँ यहाँनिर थोरै मिस्टेक मैले माइनस माइनस चाहिँ प्लस हुन्छ भने प्लस र माइनस माइनस हुन्छ। यो कुरा हामीलाई म्याथमा थाहा भइसकेको कुरा हो। जस्ट त्यहीलाई चाहिँ यतातिर उतारौँ। जस्तै हाम्रो के हुन्छ भन्दा डेबिटलाई हामीले प्लस मानेको छौँ भने डेबिटलाई प्लस 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 भने जस्तै डेबिट डेबिट प्लस हुन्छ। क्रेडिट क्रेडिट माइनस माइनस प्लस भए जस्तै क्रेडिट र क्रेडिट जोडेर चाहिँ प्लस हुन्छ। तर डेबिट र क्रेडिट आयो भने के गर्नुपर्छ त त्यसलाई माइनस गर्नुपर्छ। र यहाँनिर माइनस गर्दाखेरि एउटा हुन्छ यदि सेम एमाउन्ट छ भने क्यान्सल हुन्छ, यसमा क्यान्सल हुन्छ अथवा चाहिँ डिफ्रेन्ट एमाउन्ट कहिलेकाहीँ दिएको छ भने त्यो पनि एडजस्ट हुन्छ। कि त क्यान्सल हुन्छ कि त एडजस्ट हुन्छ। त्यसलाई नेपालीमा भन्छ कि त कट्छ कि घट्छ, कि कट्छ कि घट्छ भनेर चाहिँ हामीले त्यसरी गर्ने गर्छौँ। यो भनेको चाहिँ सिम्पल रुल हो। यो रुल चाहिँ यो वर्कसिटमा फेरि काम लाग्ने गर्दछ। त्यस्तै हेरौँ ट्रायल ब्यालेन्स जुन हामी 11 क्लासमा पनि बनाइसकेको ट्रायल ब्यालेन्स हो। त्यो ट्रायल ब्यालेन्सको थोरै इन्फर्मेसन म दिन्छु किनभने हामीले जब योभन्दा पछाडिको स्टेटमेन्ट फर्मेटहरू बनाउने गर्छौँ त्यो फर्मेटमा स्टार्टिङमै नै अनएडजस्टेड ट्रायल ब्यालेन्स फेरि एडजस्टमेन्ट जोडेर एडजस्टेड ट्रायल ब्यालेन्स आउने गर्छ। ट्रायल ब्यालेन्स भनेर चाहिँ त्यो आउने गर्दा ट्रायल ब्यालेन्स भन्ने बित्तिकै हामीले डेबिट र क्रेडिटको जुन एउटा इन्फर्मेसन राखेको हुन्छौँ त्योलाई बुझाउँछ। ट्रायल ब्यालेन्स भनेको चाहिँ जो बिफोर प्रिपेयरिङ फाइनेन्सियल स्टेटमेन्ट बनाउनुभन्दा जस्ट अगाडिको चाहिँ प्रिपरेसन भनेको ट्रायल ब्यालेन्स हो। ट्रायल ब्यालेन्सको बिचको वर्किङ पेपर भनेको चाहिँ वर्कसिट रहेछ। यसरी थाहा पायौँ। अब ट्रायल ब्यालेन्समा के आउँछन् त भन्ने बुझौँ। जुन क्वेसनमा गिभन नै हुन्छ तैपनि मैले चाहिँ जस्ट इन्फर्मेसनको लागि तपाईँलाई योनिर भने डेबिट साइडमा आउने भनेका हाम्रो एकाउन्टिङ रुल्स अनुसार पनि के गरिन्छ भन्दा जस्तै मैले त्यसलाई सम्झिन चाहेँ पर्सनल एकाउन्टमा डेबिट द रिसिभर क्रेडिट द गिभर भनिन्छ। रियल एकाउन्टमा व्हाट कम्स इन डेबिट व्हाट गोज आउट क्रेडिट भनिन्छ। नोमिनल एकाउन्टमा एक्सपेन्सेस लसेस डेबिट यहाँनिर आयो। एक्सपेन्सेस लसेस डेबिट नोमिनल एकाउन्टको रुल्स अनुसार र इन्कम र गेनलाई प्रॉफिटलाई क्रेडिट गरिन्छ। यो नोमिनल एकाउन्टको रुल्स हो भने अर्को चाहिँ फोर्थ पार्ट हुन्छ मोडर्न कन्सेप्ट। मोडर्न कन्सेप्टले के भन्छ भन्दा एसेट इन्क्रिज भयो भने डेबिट गर,
एसेट डिक्रिज भयो भने क्रेडिट गर, त्यस्तै त्यसको जस्ट उल्टा लायबिलिटिज डिक्रिज भयो भने डेबिट गर, लायबिलिटिज इन्क्रिज भयो भने क्रेडिट गर भन्ने भन्छ। भने त्यही मोडर्न कन्सेप्टको बेस जुन एकाउन्टिङ रुल्स छ त्यसलाई बेस मान्यो भने एसेटलाई चाहिँ डेबिट गरिन्छ ट्रायल ब्यालेन्समा, भने लायबिलिटिजलाई र क्यापिटललाई क्रेडिट गरिन्छ। त्यो हामीले एकाउन्टिङ इक्वेसनमा पनि पढेको कुरा हो 11 मा, त्यही पनि मैले त्यसलाई रिलेट गराएँ। त्यस्तै यदि पर्चेज आएको छ भने त्यो एज ए एक्सपेन्सेसको रूपमा डेबिटमा राखिन्छ भने सेल्सलाई अथवा रेभेन्यूलाई चाहिँ क्रेडिटमा राखिन्छ। त्यस्तै अरू पनि हामीले ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट, ब्यालेन्स सिट बनाइसकेको हुनाले गर्दा धेरै आइटमहरू हामीलाई थाहा छ कि कुन एक्सपेन्सेस हो, कुन इन्कम हो, अथवा कुन लसेस हो, कुन गेन हो, कुन एसेट हो, कुन लायबिलिटिज हो। यिनी सबै कुराहरू हामीले पढिसकेका हुनाले गर्दा र तपाईँले पढ्नुमा छैन भने फर्स्ट टाइम यो हेर्दै हुनुहुन्छ भने पनि एकपटक चाहिँ अगाडिको भिडियोहरू हेर्नुला, त्यहाँ मैले चाहिँ सबै डिटेलमा भनिसकेको छु। र त्यो कारणले गर्दा जस्तै ओपनिङ स्टक आयो भने हामीलाई थाहा छ त्यो डेबिटमा हुन्छ भने क्लोजिङ स्टक भनेको क्रेडिटमा हुन्छ। यस्तै गरी चाहिँ हामीले छुट्याएर राख्ने गर्छौँ। र तपाईँहरूलाई सामान्यतया यो के दिन्छ भन्दा क्वेसनमा चाहिँ सबै गिभन नै हुन्छ, कहिलेकाहीँ छुट्याउनु पर्ने पनि अवस्था आउनसक्छ। त्यो कारणले गर्दा मैले जस्ट इन्फर्मेसनको लागि यो भनेको छु। बाँकी हामीले नेक्स्ट भिडियोमा गर्नेछौँ। थ्याङ्क यू सो मच।